बोयफ्रेन्डले चाहिँ यसो यहाँनिर अब चुप्पा अब त्यही त हो नि चुप्पा गरे जस्तो गरेको थियो त्यो उमेर 28 भइसक्यो 28 भइसक्यो है बे गर्नु भएको छैन अब गरौँ न बिस्तारै यस्तो चिसो महिना छ होइन यस्तो कपडा लाउँदाखेरि जाडो हुँदैन छैन जाडो मलाई गर्मी भइरहेको छ किन केटी मान्छे हट भएर गर्मी हुन्छ क्या हो त्यस्तो हट त देख्नु भएको छैन मलाई धेरैजनाले मेरो चाहिँ अब हट पिकरमा आँखा लगाउनेहरू धेरै छन् मेरो टिकटक भिडियोहरू धेरै बनाउँछु म टिकटकर पनि हो म होइन टिकटकार पनि हो अनि यस्तो भेट्न पाए नै हुन्थ्यो भने उहाँहरूको भनाइहरू धेरै छन् क्या दर्शकबिन तपाईँहरू हेर्दै हुनुहुन्छ लेक साइड टिभी नेपाल र साँचो अनलाइन टिभी आज हामी युएन पार्कमा आएका छौँ आज हामीसँग सङ्गीता पाखरिन आउनुभएको छ हट एन्ड सेक्सी मोडल उहाँलाई स्वागत गर्नतर्फ लागौँ स्वागत छ सङ्गीताजी धन्यवाद आजभोलि केमा व्यस्त हुनुहुन्छ एकदमै राम्री देखिनु भएको छ छैन खासै राम्रो त म आजभोलि अब अलिअलि सुटिङहरू गरिरहेको छौँ म्युजिक भिडियोहरू सर्ट मुभीहरू अनि टेलिसिरियलहरू त्यस्तो भइसकेपछि पछिल्लो समय व्यस्त हुनुहुन्छ होइन अलिअलि धेरै होइन यस्तो तपाईँलाई हेर्दाखेरि कुइरिनी जस्तै देखिँदो रहेछ होइन अरूले त्यस्तो खालको प्रतिक्रिया दिएका छन् कि छैनन् हाम्रो सङ्गीताजी चाहिँ कुइरिनी हो कि भन्ने टाइपको कतिपयजनाले दर्शकहरूले चाहिँ भन्नुहुन्छ कुइरिनी हो कि भन्नुहुन्छ हजुर विदेशी टाइपको छ भन्नुहुन्छ तपाईँको गेटअप पनि त्यस्तै नै छ होइन टाइपको चस्मा लाउनु भएको छ हाफ प्यान्ट लाउनु भएको छ होइन त्यस्तो खालको प्रतिक्रिया आइरहेको छन् मेरो लुक्स त्यस्तो छ अरे भनेर धेरैजनाले मलाई कमेन्टहरू पनि भन्नुहुन्छ होइन मेरो टिकटक भिडियोहरूदेखि लिएर सबै भिडियोहरूमा चाहिँ मलाई विदेशी हो के हो भनेर चाहिँ भन्नुहुन्छ तपाईँले पनि त्यस्तै खालको गेटअप गर्न मन लाग्छ जस्तो लाग्यो होइन मैले त्यस्तै विदेशी टाइपको भन्नाले पनि मलाई आफैलाई मन परेर नै हो त्यो मलाई लाइक आफूलाई मन परेको ड्रेसहरू लगाउँछु म तपाईँले थुप्रै म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ होइन हामीले त तपाईँको अभिनयहरू हेरिसकेका छौँ दर्शकले थोरै भनिदिनुहोस् न कस्ता कस्ता गीतमा अभिनय गर्नुभएको छ मैले चाहिँ प्रायः जसो स्याड सङहरूमा अनि लभ सङहरूमा चाहिँ मैले अभिनय गरेको छु भनेपछि स्याड सङमा बढी गर्नुभएको छ लोकमा गर्नुभएको छैन लोकमा पनि गरेको छ 2-4वटामा सुमान बिटी दाईको गीतमा चाहिँ गरेको छु मैले लोकदोरीमा दोरीमा नि गर्नुभएको छ होइन यस्तो चिसो महिना छ होइन यस्तो कपडा लाउँदाखेरि जाडो हुँदैन छैन जाडो मलाई गर्मी भइरहेको छ किन केटी मान्छे हट भएर गर्मी हुन्छ क्या हो त्यस्तो हट त देख्नु भएको छैन मलाई त्यस्तै देखिया छ हिटर बालेको छैन कसरी हट भयो त हिटर नबालिकन नै हट देखिनु भएको छ धन्यवाद तपाईँले त्यसो भन्नुभएको लागि यस्तो हट फिगरमा केटाहरू चाहिँ कतिको पछि लाग्छन् भन्नु र धेरैजना छन् धेरैजना छन् है धेरैजनाले मेरो चाहिँ अब हट पिकरमा आँखा लगाउनेहरू धेरै छन् अनि कमेन्टहरूमा पनि नानाथरी कमेन्टहरू गरेर अब पठाउनुहुन्छ भिडियोमा मेरो टिकटक भिडियोहरू धेरै बनाउँछु म टिकटकर पनि हो म होइन टिकटकार पनि हो अनि यस्तो भेट्न पाए नै हुन्थ्यो भने उहाँहरूको भनाइहरू धेरै छन् क्या भेट्नु भएको छ कि छैन होइन टिकटकमा प्रतिक्रिया दिने दर्शकहरूलाई कतिले त कमेन्ट गर्छन् कतिले नराम्रो पनि गर्लान् कतिले सकारात्मक रूपमा पनि लेलान् छैन मैले भेटेको छैन कसैलाई पनि कसैलाई नि भेट्नु भएको छैन तर उहाँहरूलाई भेटेको छैन नि त कमेन्ट मार्फत चाहिँ मसँग म्यासेजहरू गर्नुहुन्छ होइन तपाईँसँग टिकटक भिडियो एकचोटि मात्रै बनाउन पायो भने हामीले चित्त बुझ्थ्यो भन्ने कुराहरू चाहिँ राख्नुहुन्छ उहाँले भन्नुभएको छ यति राम्री मान्छेको बोयफ्रेन्ड चाहिँ कति छन् हामीले त पत्याएनौँ नि यति राम्री हुनुहुन्छ होइन आफैमा मोडल हुनुहुन्छ विभिन्न म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ अनि यति राम्री मान्छेको बोयफ्रेन्ड नहुने भन्ने कुरा हुन्छ त यसो अब बोयफ्रेन्ड राम्री भन्दैमा बोयफ्रेन्ड नै हुनुपर्छ भन्ने छैन नि त म आफ्नो काममा चाहिँ निरन्तर अब मन अब लगाउँछु होइन आफ्नो काममा ध्यान भएको कारणले गर्दाखेरि म कसैसँग यसो लभ गरेको छैन त सोच्न आएर सोच्नै छैन मेरो कस्तो खालको बोयफ्रेन्डको खोजीमा हुनुहुन्छ बोयफ्रेन्डको खोजीमा पनि छैन म अनि केटीहरूले त धेरैजना बोयफ्रेन्ड बनाउँछन् नि त एउटा मात्र होइन 3-4वटै बनाउँछन् अनि तपाईँले त एउटा पनि छैन भन्नुभयो
मन लाग्दैन बोयफ्रेन्ड बनाउन? यस्तो अब धेरैजनाको बोयफ्रेन्ड छ भन्दैमा अब आफू पनि अब बनाउनै पर्छ भन्ने जरुरी छैन नि त होइन। अब कसैको अब सोचाइमा भर पर्छ नि त होइन। अब त्यो कसैलाई बनाउनु मन लाग्छ, कसैलाई इच्छा लाग्छ, कसैलाई इच्छा लाग्दैन। पार्कतिर होइन कपल्सहरू देख्दा चाहिँ मुटु चसक्क खान्छ कि खाँदैन, मेरो पनि भइदिए हुन्थ्यो भन्ने टाइपको? कसैको जोडी देख्दा भने चाहिँ वाउ मेरो पनि भइदिए जस्तो कहिले कहिले समटाइम हुन्छ, त्यस्तो फिलिङ्स आउँछ? अलिअलि आउँछ। तपाईँ टिकटक लाइभ पनि बस्नुहुन्छ क्या हो? बस्छु। कति पैसा कमाउनुहुन्छ? टिकटक लाइभमा मैले फर्स्ट 40,000 50,000 चाहिँ मैले निकालेको थिएँ। त्यसपछि मैले लाइभ बस्नै छोडेको। त्यहाँदेखि धेरै मान्छेहरू आएर मलाई ल्याङ गर्न थालेको, धेरै किस्किने अनि म्यासेजहरू कमेन्टहरू गर्ने। त्यही भएर मैले चाहिँ लाइभ बस्नै छोडेको। भनिसकेपछि नराम्रो म्यासेज आएर नराम्रो कमेन्ट आएर लाइभ बस्नै छोड्नुभयो होइन? होइन त्यस्तो होइन, राम्रो कमेन्ट र म्यासेज आएर होइन कि मलाई चाहिँ तपाईँ यस्तो सुपरस्टार मोडल भएर लाइभ बस्नु सुहाउँदैन भन्ने मेरो साथीहरूले फ्यानहरूले भन्न थाल्यो कि कसैले। जस्तै हुन्छ नि टिन एजमा बोयफ्रेन्डहरू बनाइन्छ होइन, रोमान्टिक ठाउँमा गइन्छ। तपाईँको त्यो भएको थियो कि थिएन टिन एजमा स्कुल कलेज पढ्दाखेरि? त्यो हुन्छ नि प्रायः सबैको नै हुन्छ। छैन मेरो त्यस्तो अहिलेसम्म भएको छैन? पत्याउनुहुन्छ हुन्न तपाईँहरूलाई होइन। तर म चाहिँ त्यही भन्छु कि म सानैदेखि नै दुःखमा हुर्केको छोरी हो होइन। अनि अलिकति मेरो घरमा अलिकति चाहिँ टाइट छ कि एकदमै गाली गर्ने होइन। अब यस्तो केटी मान्छे भएर अनि बाहिर यदि खुल्लाम रूममा हिँड्न नपाउने त्यस्तो थियो कि। अहिले पनि भनिसकेपछि त्यस्तै छ जस्तो छ। अनि कोही केटाहरूसँग बोल्न भन्ने हाम्रो घरमा कराउँछ। फ्यामिलीसँगै बस्नुहुन्छ? हजुर। हुन त केटी मान्छेको उमेर नसोध्नु भन्छ, ठ्याक्कै उमेर भन्न मिल्छ? उमेर 28 भइसक्यो। 28 भइसक्यो है? बिहे गर्नु भएको छैन? अब गरौँ न बिस्तारै। एउटा मान्छेको लक्ष्य हुन्छ नि, यो लेभलमा पुगिसकेपछि चाहिँ म बिहे गर्छु होइन, यति वर्षपछि चाहिँ फेरि सन्तान जन्माउँछु भन्ने हुन्छ नि। तपाईँको चाहिँ के छ प्लानिङ? त्यो भएपछि भन्छु नि ल, अहिले भएको छैन नि त। तपाईँलाई छोरा मनपर्छ कि छोरी सन्तानको रूपमा हेर्ने हो भने? मनपर्छ। किन तपाईँ छोरी भएर छोरा मन परेको हो क्या? यस्तो होइन, छोरी मान्छे भएर जन्मिनु, म आफै चाहिँ छोरी मान्छे भएर जन्मिसक्यो होइन। तर म आफैलाई चाहिँ पछुतो छु। किन भन्दाखेरि छोरी मान्छे जुनैसुकै ठाउँमा पनि छोरी मान्छेले दुःख पाइरहेको हुन्छ कि। अब तपाईँको अब यो जुनैसुकै क्षेत्रमा पनि छोरी मान्छेले चाहिँ पीडा भोगिरहनु पर्छ क्या। अब विदेशमा जाउँ, विदेशमा पनि त्यस्तै गरेको छ। नेपालमा बस्ने सेफ छैन होइन। अब भनौँ न रेप गर्नेदेखि लिएर अनि बिहे गरेर गएर पनि श्रीमानले मार्ने कुट्ने होइन, यातना दिने त्यस्तो दुःख भोग्नुपर्छ नि त। त्यही भएर छोरा मान्छेले त त्यस्तो गर्नु पर्दैन होइन। त्यही भएर छोरी जन्मियो भने छोरी पनि बिहे गरेपछि त्यस्तै दुःख पीडाहरू सहनु पर्छ नि त। त्यही भएर कलाकार भइसकेपछि होइन, एउटा तपाईँ छोरी मान्छे हुनुहुन्छ, कति कलाकारले चाहिँ गुनासो गर्छन् कि डाइरेक्टरहरूले मिसयुज गरे। जस्तै कुनै सिरियलकोमा काम गर्नु छ भने स्क्रिप्ट हेर्नको लागि रुममा बोलाउने, नराम्रो नियतले हेर्ने, थुप्रै केटी मान्छेले चाहिँ गुनासो पोख्दै आएका छन्। यो वास्तविक घटना पनि हो। तपाईँको जीवनमा चाहिँ त्यस्तो छ कि छैन? कुनै डाइरेक्टरले मिसयुज गरेको होइन? आफ्नो स्वार्थको लागि हुन्छ नि। मलाई त्यस्तो चाहिँ छैन खासै। एक दुईजना गीतहरू सुन्नलाई होइन, सङ्गहरू सुन्नलाई म्युजिक भिडियो छ भनेर अब झुक्क्याएर बोलाउने होइन। अनि त्यसपछि अफिसमा बोलाउने, त्यसपछि अनि आफूमा नजिक हुन अब टाँसिन आउन खोज्ने होइन। अनि त्यसपछि अनि आफ्नो बडीमा टच गर्न खोज्ने होइन। अनि मैले झगडा पनि गरेर हिँडेको छ। थाहा छ उहाँहरूलाई। अब उहाँले सुनिरहनु भएको छ। अब म नाम चाहिँ लिँदैन। भनिसकेपछि तपाईँ पनि त्यस्तो व्यवहारमा पर्नुभयो होइन? एक दुईचोटि म चाहिँ अब यस्तो अब उहाँहरू अलिक नेचुरली हुनुहुन्थ्यो नि त होइन। अब भनौँ न पल दादाहरूको मुभीहरू पनि अब खिच्ने मान्छे भनेपछि त होइन। अब म पनि अब आकर्षित भएर गयो कि अब होला नि त भनेर। अनि तर काम चाहिँ गर्ने रे, तर उहाँहरूले भनेको कुरा मान्नुपर्ने रे। अब त्यस्तो हामी कलाकार भइसकेपछि होइन, कलाकार भनेको के हो? अब अभिनय गर्ने हो नि त होइन। दर्शकहरूलाई राम्रो नयाँ नयाँ भिडियोहरू अपलोड गर्ने होइन, अब अभिनय गरेर देखाउने होइन। अब त्यो गर्ने हो नि त। अब त्यो अब डाइरेक्टरसँग अब डेटिङ गएर बस्ने, उहाँहरूले भनेको कुरा मान्ने त्यस्तो होइन नि त। अब कलाकार भनेको आफ्नो त्यो आफ्नो हरेक कुराहरूको आफ्नो कुरा हुन्छ कि, आफ्नो भनौँ न अब लाइफको कुरा हुन्छ नि त होइन। अब
अब मान्छेले अब म तिमीलाई यो गीतमा चाहिँ भाइरल बनाइदिन्छु, म तिमीलाई यस्तो बनाइदिन्छु, मैले भनेको कुरा मान्नुपर्छ, म चाहिँ कसैको कुरा सुन्दैन क्या। अहिलेसम्म मैले सुनेको पनि छैन र सुन्न नपरोस् क्या। किन भन्दाखेरि म चाहिँ निर्णय गर्छु कि राम्रो कुरा नराम्रो कुरा दुइटामा म चोइस गर्छु क्या। को मान्छे राम्रो को नराम्रो भनेर म चाहिँ पहिला निर्णय गर्छु अनि मात्रै काम गर्छु। तपाईँले अहिलेसम्म होइन कुनै व्यक्तिले किस गर्नुभएको छ कि छैन? यो पनि के सोध्नु भयो होला है? जस्तै मैले भन्न खोजेको सिनमा भन्न खोजेको के तपाईँ त एज एन कलाकार हुनुहुन्छ होइन, थुप्रैवटा सिरियलमा पनि काम गर्नुभएको छ, म्युजिक भिडियोमा पनि काम गर्नुभएको छ, त हुन्छ नि सिनमा अहिलेसम्म गर्नुभएको छैन त्यस्तो परिन्छ नि त। जस्तै कसैको बुढा भनेर खेल्नुपर्छ, कसैको सासु भनेर खेल्नुपर्छ, जुन एउटा कथाले मागिसकेपछि। मैले दुईवटा टेलिसिरियलमा गर्दाखेरि चाहिँ मैले र दुईवटा कि तिनवटा टेलिसिरियलमा अनि सर्ट मुभीहरूमा चाहिँ मलाई बोयफ्रेन्डले चाहिँ यसो यहाँनिर अब चुप्पा अब त्यही त हो नि चुप्पा गरे जस्तो गरेको थियो, त्यो रियलमा होइन नि फेरि फेक। त्यो एउटा सिनमा बसिसकेपछि होइन त्यो क्यारेक्टरमा डुबिसकेपछि कसैले किस गर्दाखेरि आफू फिलिङ्समा आउँछन् नि त। तपाईँको जित्तो भएको छ कि छैन? जस्तै सिनमा जस्तै एउटा क्यारेक्टरमा डुब्नुहुन्छ तपाईँहरू होइन, कसैले किस गरिदिइसकेपछि अब फिलिङ्समा डुब्ने त्यो भएको छ कि छैन? अरे तपाईँ कस्तो कुरा सोध्नुहुन्छ है। अब क्यारेक्टर भन्दैमा अनि त्यो हामी त काममा पो गर्नु गएको त, अफिसमा छु नि त होइन। अब त्यहाँनिर काम गर्न गएको भने कहाँ अरूसँग फिलिङ गर्न सार्न गएको होइन नि त। जस्तै क्यारेक्टरमा डुबिन्छ नि त। डुबिसकेपछि कतिपय अग्रज कलाकारले नि के भन्छन् भने क्यारेक्टरमा डुबिसकेपछि चाहिँ सबै कुरा बिर्सिन्छ भन्छन् के? म बिर्सिँदैन। बिर्सिनुहुन्न होइन, तपाईँ बाठी हुनुहुन्छ कि? आफूलाई सम्हाल्नुपर्छ, त्यस्तो कुराहरूमा हामीले ध्यान लगाउनु हुँदैन, मन लगाउनु हुँदैन होइन। त्यही हो, त्यो सीमित चाहिँ त्यो कथा छ नि जुन दिन हामीले चाहिँ त्यो अभिनय गर्छ नि त्यसमै सीमित हुन राख्छु। अब तपाईँको उमेर पनि धेरै नै भइसक्यो होइन, लामो समय कलाकारिता क्षेत्रमा बिताइसक्नुभयो, अब चाहिँ घरबाट बिहे गर्नुपर्छ छोरी भन्ने खालको त दबाब छ कि छैन अहिले? केटी मान्छेलाई त अब 20 वर्षभन्दा माथि जाने बित्तिकै अब बिहे गर्नुपर्छ, जिम्मेवारी हुनुपर्छ होइन। अझ बुढा पाकाले त बेलामा सन्तान जन्माउनुपर्छ भन्छन् नि त। छैन, कसैले त्यस्तो भन्नुभयो भने मेरो फ्यामिलीहरूले त्यस्तो भन्नुभएको छैन। भनिसकेपछि एकदमै सपोर्ट गर्नुहुन्छ होइन? मैले चाहिँ अब भोगेको अनुसार होइन, अब दुःख पनि हुन्छ सुख पनि हुन्छ होइन। अब त्यही हो, आफूलाई अब भने जस्तो ठाउँमा अब सुटिङ कुनै बेला पर्छ कुनै बेला पर्दैन होइन। अब कलाकार क्षेत्रमा आउँदाखेरि सफलता नै मिल्छ असफलता पनि मिल्छ होइन। अब दुःखहरू पनि धेरै अब झेल्नुपर्छ भनेको। विशेष धन्यवाद सङ्गीताजी, यति जेलसम्म हामीलाई टाइम दिनुभयो। थ्याङ्क यू, धन्यवाद।